मकवानपुरको हेटौडामा लागु औषध कारोबार भइरहेको गोप्य सूचनापछि प्रहरीले सञ्चालन गरेको अपरेसनमा खैरो हिरोइन सहित 2 जनालाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ करिब 7:30 बजे हेटौडा उपमहानगरपालिका 15 फारलाइन क्षेत्रमा लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरेको थियो। प्रहरीले शंकास्पद अवस्थामा रहेको 39 वर्षीय आइतमान थिङ र 38 वर्षीय सूर्य बललाई नियन्त्रणमा लिएर कानुन बमोजिम खनतलासी गर्दा उनीहरूको साथबाट 480 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागु औषध सहित 2 जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागु औषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। पछिल्लो समय मकवानपुरमा लागु औषध कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ। प्रहरीले लागु औषध सम्बन्धी कुनै पनि सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।